어때? 당연히 내가 쓰는 그 시에와 시만에 또 스트레스 정도로 차려와 त्यो धर्म बनाए मान परिवर्तन गर्न पर्छ है त्यो छोटे कुरा गरेर मन्त्र छ है त्यो चान्सिङ मन्त्र भन्छ है मानवीयमा जस्तो भन्दै त्यो माथि पुग्दैन अब अस्ति म धर्म गर्दैन त्यो बेलामा म कस्तो रिस थियो तर अहिले म धर्म गरेँ म धेरै त्यो परिवर्तन भयो म अहिले त यति रिस छैन त्यो धर्म हो अस्ति सुरु बेलामा जस्तो छ त्यस्तो अहिले छ भने त्यो धर्म यति फाइदा भएको छैन त्यो मन्त्र आगे अहिले कति त्यसो त्यो के हो शक्ति भन्छ है फाइदा त छ तर त्यति छैन त्यो मेडिटेसन पनि गर्नुपर्छ मेडिटेसन भने अब गुरुको जस्तो पऱ्यो भने के गुरुको चाहिँ कस्तो छ त्यो सोच्नु है गुरु फोकस गर्नु ध्यान दिनु हामी त छैन यहाँ भोलि के गर्ने हो राति खाना के बनाउनु हो भोलि कहाँ जाने हो है साथीमा है के कहाँ छ ए आउँछ जस्तो भन्छ है त्यो ध्यान छैन त्यो मन्त्रमाथि त्यो गरेर अहिले फाइदा त छ त्यति छैन त्यो तर एकदम डिभोसन भन्छ है के भन्छ आस्था हुनुपर्छ आस्था छैन भने हुँदैन आस्था भन्छ है त्यो खास जो भने है जोले कुरा गरेको एउटा बुद्धि खास जो एउटा बुद्धि है त्योमा एउटा मान्छे आयो कुम्बो बेन भन्ने एउटा मान्छे त्यो नाम हो कुम्बो बेन भन्ने नाम मान्छेको नाम हो फेरि त्यो आयो त्यो मान्छे अहिलेको त्यो छैन पुरानो के पनि छैन त्यो खास जो पनि एउटा मान्छे हो गुरु हो सोचेर आयो त्यो आयो न त्यो कस्तो देखियो जोले जो पनि कस्तो राम्रो छ हाँस्दै बसेर छ कस्तो राम्रो यो सोचेर अब त्यो भिडियो सेयर नगर्नु है नेपाली सबै टुटा फेरि